Como lembrina. हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आजको भिडियो चाहिँ तपाईँहरूले थम्बनेल र टाइटलबाट थाहा पाइसक्नुभयो होला आजको भिडियो के हो भनेर। अनि ह्याप्पी बर्थडे मनिषा। अनि मैले चाहिँ बिहानै विस गरिसकेँ कि फोनमा फोन गरेको, अनि स्टोरीहरूतिर पनि विस गरिसकेँ कि त्यही पनि यो भिडियोतर्फबाट पनि म फेरि विस गर्न चाहन्छु। धेरै भएको थियो नि त, हामी अब ऊ चाहिँ माथि रुकुम 2 वर्ष जति बसेको थियो, अनि त्यस्तो सेलिब्रेसन नै भएको छैन त्यो बर्थडेको हाम्रो। अनि लगभग 2 वर्षपछि नै हाम्रो बर्थडे मनाउँदैछ। मलाई उसले चाहिँ मनाउँदैन भन्दै थियो, तर हामी 3जना साथी मिलेर चाहिँ हामी सरप्राइज दिन जाँदैछौँ। मसँग चाहिँ पुरानो भिडियोहरू छ भने चाहिँ पहिलादेखि सरप्राइज दिन गएको भिडियोहरू छ भने चाहिँ म राख्छु, भिडियोहरू भेटाएँ भने चाहिँ। खोइ त कहाँ गयो? केक चाहिँ यहाँ छ है हाम्रो। हामी चाहिँ गइरहेको छौँ मनिषालाई बर्थडे सरप्राइज दिन। अनिताको अलि बिजी हुने भएको रे, अनि पछि आउँछ आवाज सुन्ने छ कि नै? आवाज त केही सुन्ने छैन। बाहिर नै छिन्, अनि त्यसले हामी यस्तो घाममा बाहिर बसेछौँ। के गर्ने, यत्तिकै लगिदिने छु। हामी चाहिँ अब यस्तै नै लगिदिन्छौँ। हामीले चाहिँ क्यान्डलहरू बालेर लग्नु भनेको थियौँ, तर भएन, यस्तो घाम छ तिमीले देख्छौँ हामीलाई, त्यहीले हामी चाहिँ यस्तै जान्छौँ। अब हामीलाई देख्छन् भनेर भन्छ। यहाँदेखि मलाई डर लाग्यो। आइज के हुन क्यान्डल नलग्ने नि जाऊँ। चपल के गर्ने झन् कस्तो भागेर आधा घाममा लुकेर कामै होइन, अनि घाममा लुकी आएको छ नि। हाम्रो बाहिर अघि कस्तो हालत भएको थियो, कस्तो बसेको थियौँ हामी चाहिँ। यहाँ मुख माल्दैन ओहो कति बजा हो र। हाम्रो चाहिँ प्लान चेन्ज भइसक्यो। अब चाहिँ हामी बाहिर नै नास्ता खाने, उतैतिर केक कट गर्ने भयो। अनि अहिले चाहिँ रेडी भएर फेरि जाँदैछौँ। बर्थडे गर्ल पनि रेडी भइसकेको छिन्। यता हेर, अब चाहिँ हामी बाहिर जानलाई पनि केक बोकेर। म चाहिँ छाया नै बोकेको छु बाबु। यता तर भनौँ साँच्चै मलाई पक्का थाहा थियो तिमीहरू आउँछौ र पिसिआरहरूको मलाई के त्यो गट भइरहेछ। आउँछ तिमीहरू नआए पनि हुन्छ, उताको लागि आज नआउनु हुन्थ्यो हेर त, खुसी हुनेको साथ यति थाहा हुन्न बानी साथीभाइ के काम त्यो त आउँछन् आन्नन् हुन्छ हुन्न कतिमा छैन भन्ने थाहा भइहाल्छ र त्यो त हो। हामी चाहिँ इलाइटमा आइसकेको छौँ नास्ता खानलाई। यस्तो छ हालत। अब चाहिँ फोटो सुट हुँदैछ है। म एकछिन फोटो खिचिदिन्छु अनि त्यसपछि भिडियो बनाउँछु। हेर्न अझ किन भइराखेको छ। हामी चाहिँ अब अन्तालाई वेट गर्दैछौँ, अन्ता र भेनालाई। भयो नि कति केक हुन लाग्यो।
नाच्टाइसकेको छ अब चाहिँ के काट्ने भने न र यति खाम अनि काटौँला यति खाम र के अहिले सेलाउँछ खाने कार्यक्रम हुँदैछ हाम्रो चाहिँ त बाबुले पनि खाँदैछ के अन्डा थ्याङ्क यू सो मच मस्किने गर्ने मलाई होइन तिमीलाई पनि अनि कम्प्युटर अरे हो र तिमीलाई पनि थ्याङ्क यू सो मच तिमी त स्पेसल क्यामराम्यान थ्याङ्क यू भन्ने कस्तो राम्रो डिजाइन अर्डर दिए कि अर्डर दिएर ल्याएको राधिकाले अहिले धेरै थ्याङ्क यू अनि मेहनत मैले गर्छु जसको बर्थडेमा थाहा छ कि नै मैले पनि गर्छु के गरे भने मैले गरे छु पराए जस्तो मैले पनि गर्छु सबैले गर्छ सबको होइन पराए जस्तो होइन होइन कसको सुन न बर्थडेमा पराए जस्तो कसले धेरै अनि तिम्रो भन्दा हल्का एक्स्ट्रा मैले गर्छु भन हो कि होइन फोटो नि खिचिदेऊ न एकजनाले चाहिँ Happy birthday to you. Happy birthday to you. ल स्प्रे चाहिँ अहिले छिटौँला नि Happy birthday to you. ओइ किन के बर्थडे गर्ललाई पनि लगाइदिने हो नि हेर्नु झन् उल्टे उल्टे आशीर्वाद है हो अनि सधैँभरि हामीलाई माया गरिरहनु यति हो ओइ तिमीहरूको त्यो कहाँ गयो त्यो भिडियो छ कि नै त्यो वाला के सम्झिनीवाला कति वर्ष अगाडिको बर्थडे टु यु मम्मी भन्नबाट यिनलाई पनि लगाइदियो मलाई मात्र मैले अहिले अहिले मैले अन्याय अहिले अन्याय गर्न पाइन्न यहाँ मलाई केक त्यस्तो गरे त फेरि बर्बाद भइहाल्छ ल अलिकति हातमा लिएर गराइदियो जस्तो भए पनि होइन ह्याप्पी बर्थडे नम्सुको मम्मी भन्नु भने नि झाल्टी भयो मलाई दिने हो र बराबर भयो के होइन कि ह्याप्पी बर्थडे मान्छे होइन कि नम्सुको मम्मी भन न ह्याप्पी बर्थडे नम्सुको मम्मी बिर्स्यौ क्या हो बिर्सिके के लौ तिमीले सोचेको सबै पुरा होस् अनि अरे तिमीले लाइफमा के सोचेछौ त्यो चाहिँ तिम्रो सक्सेस होस् लाइफमा हामी सपोर्ट गर्छौँ अलिअलि हेर ठुसाइदिन्छु नि पुरै आज दिन जोस्याछि एकछिन नगर न मान्छे पुरा हेर म त बोल्नु पनि सकेन तपाईँ देऊ तिमीले हामी 3 जनाको है केक पनि हो अनि केक धेरै त दिन सक्दैनौँ साथीलाई अलग त यो चाहिँ तिम्रो लाइफ टाइमको लागि हो है यो गिफ्ट चाहिँ लाइफमा चाहिँ हामी सुन अहिले केस नगर अहिले समात न पहिला नसमातेर केस के हामी जति टाढा भए पनि तिमीले चाहिँ यो हेरेपछि पुरै हिँड्दै ए मद्रुन्छ भिडियो हेरेर मेरो मम्मी रुन्छ नि यो चाहिँ मेमोरी हुन्छ किनकि म इमोसनल भइरहेको छु ल
सरी अनबक्सिङ हानु होइन यस्तो कि अब सधैँ सँगै हुने हुनु नि त त्यो टाइममा चाहिँ जे छ त्यसलाई सम्झिने एउटा हुन्छ धेरै त्यस्तो त्यो त होइन हल्का अब हामीले जति दिन सक्छौँ त्यो चाहिँ हामीले दिएको है 3 जनाको तर्फबाट कस्तो भयो मलाई गिफ्ट चाहिँ हेर भइरहेको छ अर्को पनि थियो मलाई चाहिरहेको हेलो हेलो थ्याङ्क यू वेलकम बुटकाहरू हो कि बुटका तामाको बुटका काँसको के उल्टे बोलेछु काँसको बुटका हो है धेरै चाहिँ दिन सकेँ चारवटा ल्याएको छ मैले चारवटा आयो तरिका ए हेर्नु फेरि के गर्नु लाग्यो तिमीहरू नरौ न मनसा ओए नरौ न ह्याप्पी हुने हो के छ्या नरौ न नरौ ल एकचोटि इमोसनल मोमेन्ट भयो सालीहरू भेना हेरिदिनु भयो यहाँ रुवासी भयो अन्ताको फेयर वेलमा भए जस्तो भयो आज त त्यस बेला पनि त त्यस्तो केही छैन थियो नि त तर 81 आँसु आयो नम्जु अब म चाहिँ नम्सीलाई बोकेर जान्छु होला किन हामी निस्किनु लाग्यो है नास्ता खाइसक्यौँ अब निस्किने म चाहिँ नम्सीलाई बोक्दै निस्किनु लाग्छु यस्तो राम्रो छ यहाँ चाहिँ कम्फुल बाई ल नि त बाई बाई तिमी त नजिक हिँड्दै जाऊ ल हामी पनि गयौँ बाई 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 ल हुन्छ बाई बाई ल हामी चाहिँ अब जाँदैछौँ धेरैको भित्र खाइ नपानी अब चाहिँ हामी लगभग मान्छेको रुमतिर पुग्न लागिसक्यौँ म चाहिँ नम्सीलाई बोकेको थिएँ नम्सु नानी सुतिसकेको छ अनि आजको भिडियो चाहिँ यति नै रोइयो रिने पनि रोयौँ इमोसनल भयौँ अलिअलि अनि त्यही हो
सक्ने लाइफमा फर्स्ट टाइम मलाई गिफ्ट आउनु कि म भाछु वाउ देखाइदिनु एकछिन गिफ्ट देखाइदिनु One, two, three, go. Robika, Kima, पुरै सेतो देखिनु पर्यो सेतो